ल फाइनली तपाईँलाई के भन्नु गइरहेको छु भने चाहिँ यो ठाउँमा आएर चाहिँ तपाईँहरूले चाहिँ होइन चियामाथि चाहिँ यसरी नबसिदिनु होला है। चियाको कति पिर परेको छ भने यो चियाहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यो हेर्नु यो एउटा बोट मात्रै होइन क्या, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10वटा 11वटा 12वटा 13वटा 14वटासम्म बनाएको छ क्या बस्ने ठाउँ। तपाईँहरूले चाहिँ प्लिज यस्तो नगरिदिनु होला है। चिया बगानमा चाहिँ यसरी आएर यसरी नबसिदिनु होला, किनकि चियालाई पिर पऱ्यो नि। हेर्नु न सबैले कस्तो, हेर्नु न यस्तो चाहिँ हुँदैन क्या। बरु यहाँ बस्ने ठाउँ बनाइदिनु होस् चाहिँ। यहाँको हाम्रो को हुनुहुन्छ भन्नु नि नेताज्यू अध्यक्ष होइन, तर यहाँ चाहिँ यस्तो नगरिदिनु क्या। हेर्नु त तपाईँ घुम्न आउनुहुन्छ, रमाइलो गर्न आउनुहुन्छ, तर यस्तो चियाहरू है मिहिनेत गरेर रोपेको हुन्छ यस्तो चियाहरूलाई है। तपाईँले यस्तो नगरिदिनु क्या। हेर्नु न सबै यति भने कति खेरेको भन्नु त। यस्तो होइन यो यस्तो झम्पै आउने र तपाईँलाई पनि अब भारी बोक्दा थेचार्यो भने कति गाह्रो हुन्छ है। त्यस्तै हुन्छ क्या चियाहरूलाई पनि। हेर्नु न कस्तो बिजोग छ हेर्नु त होला नि। यो चिया अब ठाडो जानुपर्ने उत्ता गइरहेको छ। यो त भयो त नि, भएन नि। सोच्नुहोस् है, सोच्नुहोस्। तपाईँहरूलाई म भनिसकेको छु को आउनुहुन्छ, तर यसरी चाहिँ नबस्नु क्या चियाको बोटमा चाहिँ। लगाइस् सक्यो मेरो भिडियो।